गाइज वेलकम टु मिनी ब्लग सलिनीगिरीको भ्लगमा स्वागत छ है गाइज। आज चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्ला रातमाटा मेलम्ची रातमाटामा चाहिँ ठुलो पानी आइरहेको छ है गाइज। यति बेला हुरी बतास चलिरहेको छ, देख्न सक्नुहुन्छ रुखहरू हल्लिरहेको छ है। म चाहिँ यति बेला घरमा बसेर चाहिँ पुरै भ्लग खिचिरहेको छु है गाइज। यो चाहिँ मेरो घर रहेको छ ज्यामिरे मेलम्ची ज्यामिरे रातमाटा भन्ने ठाउँमा हो यो गाइज। अहिले चाहिँ हाल हाम्रो यस्तो भइरहेछ गाइज, वर्षा खोप अरेन पोल्न जानको लागि चाहिँ हामीले टाङ्गो रेडी गरेको थियो गाइज होइन। अब बाँसको टाङ्गो अनि त्यसपछि अरू सामानहरू रेडी गरेर राखेको थियो। पानीले चाहिँ अहिले यस्तो गरिरहेको छ कि हाम्रो यता पुरै बर्खे पानी आए जस्तो आइरहेछ गाइज। पुरै भिज्यो, उता कुकुर भिजिरहेछ। अब यसलाई सेफ्टी गरेर चाहिँ म होइन गाइज अनि फेरि भ्लग खिच्नेवाला छु है। अलिकति भिजिने हुन्छु म गाइज। यो चाहिँ मेरो रुम हो, देख्न सक्नुहुन्छ यस्तो छ है मेरो रुम। यहाँ छाता कहाँ हो भने खोज्नुपर्छ गाइज। आफ्नो रुममा छाता पनि कहाँ हो थाहा होइन। यस्तो छ है मेरो घर गाइज। अहिलेको पानी यस्तो आइरहेछ, पुरै बदास चलिरहेछ, हुरी बदास आइरहेछ, यता भिजिरहेछ हो कुकुर। यस्तो हो गाइज मेरो अहिलेको ठाउँमा यस्तो भइरहेछ, देख्न सक्नुहुन्छ। म यहाँ छु गाइज, म नि हल्का हल्का भिजेर आएको छु आज है। भिजिरहेछ गाइज। अब यस्तो छ देख्न सक्नुहुन्छ। लगायत मैले कुकुर पनि भित्र राखिसकेँ है, भित्र बाँधिसकेँ। त्यहाँ पानी छिर्छ, तर बर्खे पानी पुरै साइडबाट आएको पानी पनि साइडबाट आएको गाइज है। यस्तो नमजाले झरी पऱ्यो कि अहिले हेर्दा हेर्दै अहिलेसम्म घाम लगाइरहेको थियो गाइज, टनाटन घाम लगाइरहेको थियो। अहिले पुरै पानी परेर चाहिँ होइन यहाँ अहिले पुरै हिलो भइरहेछ गाइज यति बेला है, देख्न सक्नुहुन्छ। यस्तो नमजाले झरी परिरहेको छ कि गाइस यहाँनिर होइन, देख्न सक्नुहुन्छ। यहाँनिरको अहिलेको अवस्था यस्तो भइरहेछ हाम्रो यहाँ। पुरै पानीको बहल बगिरहेछ गाइस। अब के हुने हो आजको दिन, हेर्न सक्नुहुन्छ उता साइडमा पानी परेको पुरै संसार छेकेर आएको पानीले आज है। यो चाहिँ उता केौरानी हो, दुबचौरको साइड त्यस्तो भएको छ। केौरानी यता अनि यता बाँचखर्क भोताङ देखेको डाँडासम्म चाहिँ पानी नमजाले परेछ गाइज आज है। म चाहिँ रातमाटादेखिबाट चाहिँ भिडियो सुट गरिरहेको छु है गाइज। आजको भ्लग मेरो यहाँबाट सुरु हुन्छ है। यतिको पानी बगिरहेछ अहिले चाहिँ हाम्रो यहाँ ठाउँमा है। पानी पर्न थाले 10 मिनट जति भयो। 10 मिनट जतिमा चाहिँ यस्तो भइरहेछ अहिले चाहिँ होइन। त्यही पानी आइरहेछ गाइज। म गोठमा जान लागेको, पानीले भिजेर अब के जाने हो बसिरहेछ है अहिले चाहिँ। यस्तो भइरहेछ गाइज। हामी अरेन पोल्न जानको लागि रेडी भएर बसे मान्छेको होइन। अहिलेको यहाँ बाँस यहाँ छ, हामी यो चाहिँ अलिकति ठुलो हुने भएर बाँस यो चाहिँ लानेवाला छ है। त्यही भएर भनेको गाइज आज पानी परिरहेछ, नमजाले झरी परेछ, देख्न सक्नुहुन्छ। बदास चलिरहेछ पुरै हुसो लाएर, अब पुरै पानीले छेकेको नि त संसार। रुखै यस्तो मजाले हल्लिरहेछ गाइज, देख्न सक्नुहुन्छ यहाँनिर। अहिलेको अवस्था यस्तो छ है हाम्रो रातमाटातिर चाहिँ। तपाईँहरूकोतिर के छ? अहिलेसम्म घाम लगाइरहेको थियो गाइज, अहिले त पानी पऱ्यो 81 है। के हुन खोज्यो आजको दिन, के हुन लागेको हो यो? पुरै बदास चलिरहेको छ है। हावाहुरी चलेर पानी चाहिँ मजाले आइरहेछ गाइज। आज के भयो यो होइन। मेरो चाहिँ मकै भाँच्नु थियो गाइज, एउटा कहाँ मकै ल्याउनु थियो, मकै पनि भाँच्न पाइएन है, पानी परिहाल्यो।
ल गाइस हेर्न सक्नुहुन्छ अहिलेको अवस्था हाम्रो चाहिँ यस्तो छ है। रातमाटातिर सिन्धुपाल्चोक जिल्लामा अहिले पानी परिरहेको छ गाइस, हेर्न सक्नुहुन्छ। यता दुबचौर, केौरानी, अनि बाँसखर्क, उता जतन, बरुवा, भोताङ, लाङ्गर्से, पाँच पोखरीतिर चाहिँ पानी धुमधामसँगले परिरहेको छ है गाइस अहिलेतिर। अहिले चाहिँ हाम्रो यति बेला चाहिँ यस्तो पानी झरी परिरहेको है। पुरै झरीले चाहिँ हाम्रो चाहिँ पुरै छेकेको छ, पानीले चाहिँ पुरै छेकेको छ क्या, संसार छेकेको है। हेर्नु सक्नुहुन्छ बाख्रा चरेर आउने भर्खर आउँदैछन्। ल गाइस यो पानी रौला जस्तो छैन आज है। ओके गाइस, हाम्रो चाहिँ यो भ्लगमा चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब सब गरिदिनु होला। म युट्युब, फेसबुक, टिकटक सबैतिर हाल्नेवाला छु गाइस है। आजको भ्लग मेरो मिनी भ्लग चाहिँ यस्तै रहेको छ गाइस होइन। धेरै दिनपछि भ्लग खिचेको छु म चाहिँ होइन। अब हल्का फुल्का चाहिँ पेटमा बसिरहेको थिएँ, कमिला लागेको छ होइन। पानी परिरहेको छ, देख्नु सक्नुहुन्छ यहाँनिरको अवस्था। पानी परेर चाहिँ फुल्ली मौसमै चेन्ज गरिदियो क्या। अहिलेसम्म घाम लगाइरहेको थियो, अहिले चाहिँ खुब पानी परिरहेको छ है। अब चाहिँ म के गर्नु होला भनेर सोचिरहेको छु क्या। मम्मीहरू पनि मेला जानुभएको छ होइन। बस्तीलाई घाँस पानी गर्न लाग्यो, अब पानी नै परेछ के गर्नु होइन। यसमा मेरो केही गल्ती त छैन। त्यही भएर अब मैले चाहिँ अब यस्तो सोचेको छु गाइस होइन। अब पानी परिरहेको छ, अब आधी घन्टा जति बस्छु, त्यसपछि गोठ जान्छु, हल्का पानीहरू दिन्छु भनेर सोचेको थिएँ। पानी पर्न पनि थालेको छ मजाले होइन, ढुगा पनि आएको जस्तो छ। देख्न सक्नुहुन्छ अहिलेको अवस्था यस्तो छ है। हाम्रो सिन्धुपाल्चोक जिल्लामा चाहिँ पानी धुमधामसँगले परिरहेको छ गाइस। अहिले 10, 15, 20 मिनट जति भयो गाइस पानी पर्न थालेको। अहिलेसम्म रहेको चाहिँ छैन, हावाहुरी चलिरहेको छ साइडतिर है। अब हावाहुरीले गर्दा नि धेरै नोक्सानी हुनसक्छ। पानी यत्र थोपा झरिरहेको छ कि गाइस होइन, भन्नै सकिन्न। संसार ढाकेर आएको छ गाइस पानीले। देख्नु गर्नुहुन्छ गाइस, यता साइडबाट पनि पानी आएको छ, उता साइड झन् पुरै छेकेर आएको छ है। पुरै हुसलाए जस्तो पानी भइरहेको छ आजको दिन है। अब मेरो घरको आँगनमा यस्तो भलाइसक्यो गाइस है, देख्न सक्नुहुन्छ यहाँनिर यस्तो भइरहेछ अहिलेको अवस्था हाम्रो यहाँ। ओके गाइस, बाइ। हामी फेरि आउने भेट्नेछौँ अर्को भिडियोमा। हामीहरू मिनी भ्लगमा स्वागत छ हजुरहरूलाई सबलाई। सबले लाइक, कमेन्ट, सब्सक्राइब गर्नु ठाउँ त्यहीबाट हेर्दै हुनुहुन्छ, कमेन्ट गर्नु होला होइन। हाम्रो ठाउँमा चाहिँ अहिले पानी परेर खुब भइरहेको छ, चिसो भइरहेको छ होइन। अब तपाईँहरू चाहिँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबले कमेन्ट गर्नु होला है। ओके गाइस, बाइ।